कसले बुझ्छ मनभित्रको व्यथा भित्र भित्रै गुम्सिएर बल्झिएको कथा कसले सुन्छ कसले बुझ्छ मनभित्रको व्यथा भित्र भित्रै गुम्सिएर बल्झिएको कथा नदर खोली हाँस्न मिल्छ नदर खोली रुन साह्रै गाह्रो रहेछ आमा छोरी बुहारी हुन भए पनि आफ्नो जीवन दुःखको त्यो भारी सहेर नि मनमा पीडा सधैँ हाँस्छिन् नारी के भयो बोल्नु न के भयो भन्न है के भयो नानी किन नबोल्नु भएको बोल्नु न के भयो भने के भयो छोरी के भयो बोल न के भयो किन नबोले के भयो चढीको बस तिर्चुलीमा खसेरी दाइ उहाँको केही खबर आयो त दाइ बरु मलाई कृष्ण जहाँ हुनुहुन्छ त्यही लगिदिनु न है म जसरी भए पनि उहाँलाई खोज्छु बिन्ती छ दाइ मलाई लगिदिनु न प्लिज भाउजू त कता जानु भयो यता उति हेरी चाहिँ कतै हुनु न लौ न दाइ प्लिज खोज्न जानु न पुनम त आमालाई हेरेर बस्दै गर हामी भाउजूले खोजेर आउँछौँ त पिर नगर कहाँ गयो होला त दोन दिन खोज्न
पुष्पा के गरेको तिमीले यो ए डोरी खोल छोडी काटी तिमीले के बुद्धि बिगारेको यहाँ मलाई मर्न दिनु दाइ मलाई अब बाँच्नु छैन मरेर हुन्छ मरेर चाहिँ समस्याको समाधान हुन्छ के गर्नु खोजेको तिमीले सुपुष्पा तिमी त बुद्धि मान्छे हो त अब मलाई जसरी हुन्छ मर्नु त पर्छ सुन बुहारी सबैको भाग्य एकै नासको हुँदैन आफ्नो आफ्नो भाग्यमा जे लेखेको छ त्यही भोग्नु पर्छ भावीको लेखान्तलाई मेटेर मेटाउन सकिँदैन तिम्रो मनमा यतिखेर के बितिरहेको छ त्यो हामी सबलाई थाहा छ सुपुष्पा आफूले आफूलाई सम्हाल्ने कोसिस गर तिमीले यसरी हरेस खान हुँदैन म कृष्ण बिना कसरी बाँच्नु दाइ उहाँ भनेर नै मैले मेरो सब थोक छोडेर आएँ अहिले उहाँले नै मलाई एक्लै बनाएर छोडेर जानुभयो म कसको लागि बाँच्नु दाइ तपाईँको पेटको बच्चाको लागि मलाई थाहा छ भाउजू यो कृष्ण दाइकै बच्चा हो उहाँकै चिनो हो कृष्ण दाइको आत्मालाई शान्ति दिनु छ भने तपाईँले लडेर जित्नुपर्छ भाउजू नानी दाइ अब मेरो एउटा मात्रै इच्छा छ जसरी हुन्छ अन्तिम पटक मलाई मेरो कृष्णको लास भए पनि हेर्नु छ बिन्ती बरु म तपाईँहरूसँगै जान्छु कृष्णलाई खोज्न पहिला घर हेर्नुहोस् भाउजू उतै गएर केही न केही गरौँला हो बुहारी हामी सक्दो प्रयास गरौँला तिमी अहिले घर गएर बस बहिनी लिएर जाऊ भाउजूलाई काजी हामी पनि भाग्य नै हो जे लेखेको छ त्यही भोग्नुपर्छ काल पनि कति अपराधी रहेछ कलिलै उमेरमा लग्यो नसोचेकै घटना हुनु नै जीवन रहेछ सबै राम्रै भइराखेको थियो के आइलाग्यो कस्तो भाग्य रहेछ सबैले छोडेर गए अब त्यही बुहारीको मुख हेरेर चित्त बुझाउनु पर्छ काकी यो सबै समस्याको जड नै त्यही आइमै हो मेरो कृष्णलाई त्यसैले मारी त्यो आएदेखि नै मेरो कृष्णले यो घर छोडेर गयो त्यो आएदेखि सधैँ अलक्षिणा लागेको छ मेरो घरमा अनुहार त के छाया पनि पर्न दिन मेरो घरमा त्यसको मेरो लागि त्यो मरिसके मेरो घरमा बोक्सी लागेको छ घर लठालिङ भताभुङ्ग भयो सबै अलक्षिणाले गर्दा हो अब एक दिन तैँले मलाई मार्न पनि बेर लगाउँदिनस् बुझिस् पुनः तैँले यो अलक्षिणालाई किन फर्काएर लिएर आएको के बोल्नु भएको ठुली आमा यस्तो अवस्थामा पनि यस्तो अनावश्यक कुरा गर्नुहुन्छ अलिकति मनमा माया दया राख्नुपर्छ पुनः तैँले केही पनि बुझेकी छैनस् यो घरको झगडा त भरे भोलि गरे नि हुन्छ त्यही त भने कृष्ण मर्यो कि बाँच्यो केही खबर छैन बरु क्रिया गर्न पो सुरु गर्ने हो कि उहाँ जिउँदो भए पनि नभए पनि मैले उहाँको अन्तिमचोटि लास नदेखेसम्म क्रिया गर्नु छैन सुन्नुभयो तपाईँहरूले
हामी तिनजना सधैँ यही लप्सीको बोटमुनि बसिरह हुन्थ्यो। हेर त किस्ने सधैँ यहीँ हुन्थ्यो हाम्रो अगाडि। आज किस्ने नभएपछि न यो ठाउँ रमाइलो छ न यो गाउँ नै। यो डाँडा काँडा हामी बस्ने सबै खल्लो लागिरहेछ। न यो संसारमा किस्ने नै रह्यो न यो बोटमा लप्सी। लास समेत पनि देख्न पाइएन। कहाँ हरायो कहाँ गएर बिलाए। त्यही त यार, के भयो यो सपना हो कि विपना जस्तो लागिरहेछ यार। राम्रो मान्छेलाई त भगवान्ले पनि देखि नसहने रहेछ, छिट्टै नै लाँदो रहेछ। यो सब त्यो विदेशी दलालले गर्दा भएको, त्यसलाई छोड्नुहुन्न। किस्नेको दिन नै खराब थियो। उसलाई हामीले जान दिनुहुने थिएन, रोक्नु पर्थ्यो। हामीले उसलाई रोक्न सकेको भए अहिले यो दिन आउने थिएन। अब यसलाई उसलाई दोष दिएर हाम्रो किस्ने फर्केर आउने पनि त होइन नि। जे हुनु भइसक्यो साथी। अब यहाँ भएका आमा, बहिनी र त्यो बुहारीलाई हामीले सम्झाउनु पर्छ। अनि के त, अब हामी सधैँ यसरी नै चित्त बुझाउने? अब हामीले योभन्दा अरू के नै गर्न सक्छौँ र भन् त? भाउजू तपाईँ सुत्नु भएको छैन? निन्दै लागेन नानी, तपाईँ सुत्नु न, म एकछिनमा सुत्छु। रातिको 2 भइसक्यो। भाउजू सुत्नु। हस्। भयो? सन्चो भएन कि क्या हो? ढिला पो उठ्नु भयो त? हैन, आज त साह्रै मिठो निन्द्रा लाग्यो। यति प्यारी मलाई माया गर्ने बुढी पाएपछि निन्द्रा पनि आनन्दकै लाग्ने रहेछ। मलाई केही पर्दा, मलाई नराम्रो कसैले भन्दा बोलिदिने यति राम्री बुढी पाएपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु। ल भयो, अलि बढी नै भयो। जानु गएर मुख धुनु, म चिया बनाउँछु अनि पिउनुपर्छ। 32 गुणले युक्त मेरी बुढीको तारिफ नगरे के गर्नु त?
त कृष्णको शोकमा पागल भए जस्तो छ। पागल पनि के नहोस्, बिहे भएको 1 महिना नभए कोही मरिहाल्यो। पेटमा बच्चा नि छ रे, आमा र बच्चा दुवैको बेचो हुने भयो। अब पागल भएर हिँड्न थाले जस्तो छ, सायद बाँच्दिन होला यो। अब जेसुकै होस्, हामी आफ्नो काम गरौँ। ठुलो हेरिराख तिमी। तिम्रो काम भनेको अरूले दुःख पीडा पाइरहेको हेरेर बसिराख्ने त हो नि, होइन? मलाई कुन जुनीको पापको सजाय दिँदैछौ? मलाई मेरो कृष्ण जसरी भए पनि चाहियो। यदि तिमीले मलाई मेरो कृष्ण फिर्ता गरेनौ भने नि म तिमीलाई कहिले पनि पुज्दिन। मेरो पाइलाले तिम्रो मन्दिरमा कहिले पनि टेक्ने छैन। बोल न, किन बोल्दैनौ? आज मलाई मेरो प्रश्नको जवाब जसरी भए पनि चाहिन्छ। मलाई मेरो कृष्ण फिर्ता चाहिन्छ। मलाई मेरो कृष्ण फिर्ता गरिदिनुस् न भगवान। म अबदेखि हजुरसँग के कुरा माग्दिन। बिन्ती छ, मलाई मेरो कृष्ण फिर्ता गरिदिनु। यसको नाटक धेरै भयो। यसलाई रुँगेर बसिरहन सक्दिनँ म। अब त्यसको परिवार बोलाएर त्यसैलाई जिम्मा लगाइदिन्छु। अनि त्यसको पेटमा भएको बच्चा कसको हो तिनीहरूले पनि त्यसैलाई जिम्मा लगाइदिन्छन्। मलाई के को मतलब? छोरा त गुमाइसके, अब कुन दिन यसले मलाई पनि मार्न बेल लगाउँदिन। यो घाँडोलाई मैले पन्छाउन सकिनँ भने कुन दिन यसैले मलाई मार्न पनि बेल लगाउँदिन। ठुले आमा, तपाईँ अलि बढी नै बोल्दै हुनुहुन्छ। यस्तो अवस्थामा यस्ता कुरा नगरेको भए हुने। के थाहा त्यो बच्चा दाइकै हो कि बिहे हुनुभन्दा अगाडि नै बच्चा बसेको थियो कि? यसरी पाप नसोच्नुहोस्, पाप लाग्छ तपाईँलाई। पाप त त्यसलाई लाग्छ। अर्काको पाप बोकेर मेरो सोझो कृष्णलाई फसाई, त्यति मात्रै हो र मारी। यस्तालाई यो घरबाट कसरी निकाल्नु पर्छ मलाई राम्रोसँग थाहा छ। खोलाले बगाएर नि कहाँ पुर्याइसक्यो होला। अब त आस मारे हुन्छ। ल अब चाहिँ आस मार्दै हेरे मन त भाइको क्रिया गर्न सुरु गरे हुन्छ। अब त्यत्रो वस्तु भेटिएन, मान्छे चाहिँ के भेटिएला र? अब यस्तो कुरा कृष्णको घरमा गएर मैले कसरी भन्नु? कृष्णको आमाले, श्रीमतीले, बहिनीले कसरी मन बुझाउलान्? त्यही त, तिनीहरूको परिवारले कसरी मन बुझाउलान्? सत्यलाई स्वीकार्नु परिहाल्यो नि। अब त्योभन्दा उपाय नै केही छैन। अब काल भनेको यस्तै त हो नि, कहाँ कति बेर कसरी आउँछ, टपक्क टिपेर लिएर जान्छ, थाहा नै हुन्न नि।
कृष्णले हामीलाई यति चाँडै छोडेर जाला भनेर मैले कल्पना पनि गरेको थिइनँ। अब विदेश जान्छु, पैसा कमाउँछु, जिन्दगी बनाउँछु, सबैलाई देखाउँछु भन्थ्यो। के सोचेको के भयो? बिचराको आत्मा पनि तडपिरह होला। त्यही हामीलाई त यस्तो पिर परेको छ, कृष्णको परिवारलाई कस्तो भएको होला। कृष्णको बुढी त पागल भएछ क्या हो? रुँदै रुँदै बाटैबाट हिँडिरहेको थिएँ। ए नानी, भेटेको छैन भाउजूलाई? ल मेरोतिर गएको होला। भाउजू भाउजू कति यहाँ पो आएर बस्नु भएको छ। यहाँ आएर पो मन्दिरमा बसेर रोइरहेको रहेछ। धन्न बेलामा भेट भयो। त्यही त सुपुष्पा, तिमीले यो के गरेको बाबा? तिमीले आफूले यसरी कमजोर बनाउनु हुँदैन। तिम्रो आफ्नो बच्चाको लागि भए पनि तिमी जिउनु पर्छ, तिमी बाँच्नु पर्छ। हिँड सुपुष्पा, घर हिँड। अब जे नहुनु थियो त्यो भयो। अब त्यसलाई सम्झेर तिमीले आफ्नो जिन्दगीले बर्बाद नपार। सुपुष्पा, तिमी घर हिँड। मलाई मेरो हालमा छोडिदिनुहोस् दाइ। मेरो भाग्यमा जे लेखेको छ म त्यो भोग्दै जान्छु। मैले गर्दा तपाईँहरूलाई झन् धेरै गाह्रो भयो। त्यस्तो नभन्नु न भाउजू। आफन्तको लागि कृष्णको के खबर आयो? उहाँ अब कहिले पनि आउनुहुन्न हो। उहाँले मलाई सदाको लागि छोडेरै जानुभएको हो त। सब राम्रो हुन्छ, तिमी चिन्ता नगर न। ढुक्क भएर बस, म छुकै छु नि। पुष्पा, भोक लाग्यो, खाना एकछिनै पस्किहाल्यो। ल चाँडो पस्क न, कस्तो भोक लागिसक्यो।
पनि आफ्नो जीवन दुःखको त्यो भारी सहेर नि मनमा पीडा सधैँ हाँस्छिन् नारी चलाइदिन्छन् घर परिवार मायाले श्रृङ्गारी जिताइदिन्छन् सारा संसार आफैले हारी जिताइदिन्छन् सारा संसार आफैले हारी